अम्की बार बालन सरकार र भ्रष्टहरूको दिमागमा चाहिँ घन्टी टिन बजाउँछु भनेर भन्नुभएको नि बजाउने हो घन्टी। हेर्नुहोस्, भ्रष्टाचारी जबसम्म सकिँदैन देशको कुनै पनि विकास अगाडि बढ्दैन। हेभी वेट नेताहरूलाई पल्टाएर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद महतोले भारी बहुमत सहित प्रतिनिधि सभा सदस्य निर्वाचन जित हात पारेको छ। यो तपाईको परिवर्तन हो। जनताले सधैँ परिवर्तन चाहिराखेको थियो। के भन्छ, संसदमा यहाँका जनताहरूको मागलाई सरकारमा गएपछि हामी सम्पूर्ण मागलाई कानुन र नीति बनाउनमा यहाँका जनसमुदायहरूको सम्पूर्ण माग लगेर हामीले बुलन्दताका साथ आवाज उठाएर सम्पूर्ण माग सम्बोधन गराउनेछौँ। अहिलेसम्म महोत्तरी क्षेत्र नम्बर 1 का जनसमुदाय कतिपय ठाउँमा छन् शुद्ध खानेपानी खाइराख्नु भएको छैन। होइन भने हामीले काम गर्न सकेन भने यसरी नै फेरि पुनः हामीलाई पनि बराल्न सक्छ नि त जनताले। पहिलाको जस्तै नेताले काम गर्यो भने प्रमोद महतो अबको निर्वाचनमा भोट माग्न तपाईँहरू घरमा आउँदैनन्, यो के सन्दर्भमा भन्नु? एकदम 100% हो। हेर्नुहोस्, विगतका नेताहरूले जो जसरी भन्नुभयो उहाँहरूले त्यो अनुकूल म भन्दिनँ। यस महोत्तरी क्षेत्रको म छोरा हो, म नेता होइन, यो क्षेत्रको छोरा हो र म छोरा जस्तै काम कर्तव्य देखाउने नै छु। भन्ने एउटा गर्ने एउटा, जनता त्यही भएर ठगिएका हामीले सुन्यौँ, समाचार लेख्यौँ। यो क्षेत्रमा क्रसर व्यवसायीहरूको ठुलो आतङ्क छ। नदी दोहन भइराखेको छ, चाहे त्यो रातो नदी होस्, चाहे मराहा नदी होस्, चाहे यस क्षेत्रको जुनसुकै नदी होस्, दोहन भइराखेको छ। यसलाई कसरी हेर्नु भएको छ तपाईँले? स्थानीय सरकारले गराइराखेको हो। स्थानीय सरकारले नीति नियम बनाएर भ्रष्टमा चुर्लुममा डुबेर गराइराखेको छ। त्यसलाई हाम्रो कानुन र नीति आउन दिनुहोस्, सबै सिस्टममा आउनु। हामी कसरी विश्वास गरौँ? यहाँ जस्तो थुप्रै नेताजीहरूलाई भोट दिएर यसअघि मान्य मन्त्री बनायो, तर यहाँको जनताको हातमा त त्यही हात लागे सुन्न भयो नि। तपाईँ एउटा कुरा बुझिहाल्नुहोस्, म नातावाद, कृपावाद, पुँजीवाद र समाजवाद मान्छे म होइन, म समाजवाद मान्छे हो। त्यस कारणले समाजको विकास गर्नलाई प्रमोदले जुनसुकै पनि आहुति दिनलाई तयार। सुनिन्छ, मतदाताहरू भन्छन्, तपाईँको विपक्षीहरूबाट हामीले निर्वाचनताका सुन्यौँ, प्रमोद महतो आफै पनि क्रसर व्यवसायी हुनुहुन्छ, उहाँले कसरी यो चुरेलाई संरक्षण गर्नुहुन्छ? हेर्नुहोस्, थियो, म थिएँ त्योभन्दा पहिले, तर म अहिले छुइनँ। तपाईँले जुन भन्नुभयो नि त्यो नेताहरूको झोलेहरूको रहेछ। के छ त्यो समस्या हामी सरकारमा पुगेपछि गरेर देखाउँछौँ नि त जनतालाई। महोत्तरी क्षेत्र नम्बर 1 मा हेभी वेट नेताहरूलाई पल्टाएर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद महतोले भारी बहुमत सहित प्रतिनिधि सभा सदस्य निर्वाचन जित हात पारेको छ। अहिले महोत्तरीको क्षेत्र नम्बर 1 मा पुराना दलका नेताहरूलाई झन्डै पत्तासाप मात्रै गरेनन् कि मतदाताहरूले सुशासनको, विकासको र समृद्धिको नारालाई अझै उचालेका छन्। र अहिले हाम्रो साथमा विजयी उम्मेदवार प्रमोदजी हुनुहुन्छ। सबैभन्दा पहिला त तपाईँलाई यो जितको अवसरमा धेरै शुभकामना। धन्यवाद। कस्तो लाग्दैछ एउटा युवाले यो क्षेत्रमा पुराना नेताहरूलाई पराजित गरेर यो चुनाव हात पार्दै गर्दा? यो तपाईको परिवर्तन हो। जनताले सधैँ परिवर्तन चाहिराखेको थियो र यो चोटि पनि जनताले परिवर्तन चाहेर परिवर्तन भएको हो। यो सम्पूर्ण यस क्षेत्रका युवा, उत्पीडित जनताहरूको, यहाँका जनसमुदायहरूको जित भएको छ र यो जनताको जित भएको छ, त्यो बुझ्नुपर्ने छ। अब जुन 2 महिनाको जुन लामो सङ्घर्षपछि यो महोत्तरी क्षेत्र नम्बर 1 मा 30 वटा वाडाबाट तपाईलाई भारी बहुमत जुन विश्वास गरेको छ जनतालाई, यो विश्वासलाई विकास र समृद्धिमा कसरी रूपान्तरण गर्नुहुन्छ? हाम्रो के छ भने यस महोत्तरी क्षेत्र नम्बर 1 को सम्पूर्ण वाडाहरूमा हाम्रा जनसमुदायहरूको जो समस्या छ त्यो हाम्रो मुद्दा छ। जुन समस्याहरू छन् त्यो हामीले समाधान गर्नको लागि हाम्रो के भन्छ संसदमा यहाँका जनताहरूको मागलाई सरकारमा गएपछि हामी सम्पूर्ण मागलाई कानुन र नीति बनाउनमा यहाँका जनसमुदायहरूको सम्पूर्ण माग लगेर हामीले बुलन्दताका साथ आवाज उठाएर सम्पूर्ण माग सम्बोधन गराउनेछौँ। तपाईँ घर दैलो अभियानमा हिँड्दै गर्दाखेरि
अघि पनि भन्नुभयो कि थुप्रै समस्याहरू छन्, के समस्याहरू मतदाताको पाउनुभयो? यहाँ घुम्दै जाँदाखेरि हाम्रा यहाँका जनसमुदायका समस्याहरू छन्। अहिलेसम्म महोत्तरी क्षेत्र नम्बर 1 का जनसमुदाय कतिपय ठाउँमा छन् शुद्ध खानेपानी खाइराख्नु भएको छैन। अहिले शुद्ध पानीको पनि व्यवस्था त्यहाँ छैन। कतिपय ठाउँमा हाम्रा यो क्षेत्र भनेको किसानको क्षेत्र हो। यहाँ किसान दाजुभाइहरूको धेरै ठुलो समस्या छ। समयमा खाद मल पाउँदैन, बिउ बिजन पाउँदैन, बजार व्यवस्थापन छैन किसानहरूको लागि। त्यो मुद्दाहरूमा हामीले बुलन्दताका साथ आवाज उठाएर यहाँका किसानहरूको सम्पूर्ण मागहरू पुरा गर्नेछौँ। र यस क्षेत्रमा हाम्रा धेरै युवाहरू, मेरो प्रिय युवा साथीहरू धेरै बेरोजगार हुनुहुन्छ। उहाँहरूलाई रोजगार व्यवस्थापन गर्नको लागि हामीले पूर्ण रूपमा पहल गर्नेछौँ र हाम्रो सरकार आएपछि हामीले पूर्ण रूपले बेरोजगारी पनि हटाउनेछौँ। तपाईँ यो क्षेत्रमा अब एउटा युथ हामीले लिडर पाउँदै गर्दाखेरि प्रतिनिधि सभा सदस्यमा यो क्षेत्र जुन एक ढङ्गले पहिला भनिन्थ्यो शैक्षिक हब पनि बनिराखेको अवस्था छ, त्यसपछि कृषिको पनि प्रचुर सम्भावना, पर्यटनको पनि प्रचुर सम्भावना रहेको बेलामा यो क्षेत्रलाई अझै समृद्धि र विकाससँग जोड्नको लागि जुन तपाईँहरूले करारनामा जुन पत्र निकाल्नु भएको छ, त्यो पत्रको सही कार्यान्वयन गर्नको लागि जनताबाट तपाईँले के सहयोग अपेक्षा गर्नुभएको छ? हेर्नुहोस्, त्यो करार पेपर जुन छ नि हाम्रो, त्यही पेपर अनुकूल नै हामीले काम गर्ने नै छौँ। त्यसमा कुनै किसिमको किन्तु परन्तु हुने छैन। हामीले त्यो पेपर अनुकूल नै काम गर्नेछौँ र जनतालाई हामीले प्रतिबद्धता गरेको अनुकूल नै काम गर्नेछौँ। होइन भने हामीले काम गर्न सकेन भने यसरी नै फेरि पुनः हामीलाई पनि बराल्न सक्छ नि त जनताले। त्यस कारणले जनताको काम हामी जनतामा बसेर जनताको समस्यालाई लिएर हामीले काम गर्ने नै छौँ। ढुक्क बस्नुहोस्। मतदातासँग मत माग्दै गर्दाखेरि तपाईँको एउटा भाषण मैले सुनेको थिएँ। त्यो मतदातासँग आफ्नो कुरा राख्दै गर्दाखेरि कि पहिलाको जस्तै नेताले काम गर्यो भने प्रमोद महतो अबको निर्वाचनमा भोट माग्न तपाईँहरू घरमा आउँदैनन्, यो के सन्दर्भमा भन्नु? एकदम 100% हो। हेर्नुहोस्, विगतका नेताहरूले जो जसरी भन्नुभयो उहाँहरूले त्यो अनुकूल म भन्दिनँ। म यहाँ यस्तो काम गरेर देखाउन चाहन्छु, यस्तो काम गरेर देखाउन चाहन्छु कि आज मलाई अहो दिन रात खट्नु पर्यो। सम्पूर्ण मतदाता आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मलाई भेट गर्नु पर्यो र कतिपय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई मैले भेट पनि गर्न सकिनँ, तर पनि मलाई विश्वास गरेर मत दिनुभएको छ। तर भोलिको दिनमा यहाँका जनसमुदायले मलाई अब नेता होइन, मलाई प्रमोद महतो जस्तो प्रतिनिधि छोरा नै चाहिन्छ भनेर उहाँहरूले प्रतिबद्धता गरेपछि मात्रै म पुनः अर्को चुनावमा आउने। तपाईँको उम्मेदवारी दर्ताको दिन मैले निर्वाचन कार्यालय अगाडि एउटा अन्तर्वार्ता लिएको थिएँ। त्यसमा चाहिँ तपाईँले भन्नुभएको थियो अम्की बार बालन सरकार र भ्रष्टहरूको दिमागमा चाहिँ घन्टी टिन बजाउँछु भनेर भन्नुभएको थियो। बजाउने हो घन्टी। हेर्नुहोस्, भ्रष्टाचारी जबसम्म सकिँदैन देशको कुनै पनि विकास अगाडि बढ्दैन। भ्रष्टाचारीहरूलाई त पहिले फाल्नुपर्छ नै है। त्यो हाम्रो राष्ट्रिय मुद्दा हो। त्यो कुरा पहिले हामीले सफाइ गर्छौँ नै। त्यो सकिसकेपछि पूर्ण रूपले हाम्रो महोत्तरी क्षेत्र नम्बर 1 लाई भौतिक पूर्वाधार संरचनादेखि लिएर शिक्षा स्वास्थ्यदेखि लिएर युवा बेरोजगारदेखि लिएर यहाँ जति पनि हाम्रा आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले शुद्ध खानेपानी खाइराख्नु भएको छैन। मलाई धेरै दुःख लागेको छ त्यो कुराले कि म चेरु जाँदाखेरि त्यहाँका दाजुभाइहरूले र आमा बुवाहरूले भन्नुभयो बाबु अहिलेसम्म हामीले शुद्ध पानी खाइराखेको छैन। मलाई धेरै चित्त दुखेको छ। विगतका सांसद मान्यज्यूहरू फर्केर आएन भन्नुभयो, तर म प्रतिबद्ध गर्न चाहन्छौँ यस महोत्तरी क्षेत्रको म छोरा हो, म नेता होइन, यो क्षेत्रको छोरा हो र म छोरा जस्तै काम कर्तव्य देखाउने नै छु र सबै जनसमुदायको बिचमा आउने नै छु र सबैजनासँग संवाद गरेर नै अगाडि बढ्ने छु। 1,05,000 मतदाता रहेको यस क्षेत्रमा अधिकांश गाउँमा खानेपानीको चरम अभाव रहेको बेलामा चुरीको दोहन अत्याधिक भइरहेको छ। तपाईँलाई थाहा छ? त्यो पनि अन्त्य हुनेछ, त्यो पनि अन्त्य हुनेछ। त्यो ढुक्क बस्नुहोस्। यताको नेताहरूको चरित्र हेर्दा, चित्र हेर्दा, प्रवृत्ति हेर्दाखेरि भन्ने एउटा गर्ने एउटा, जनता त्यही भएर ठगिएका हामीले सुन्यौँ, समाचार लेख्यौँ। यो क्षेत्रमा क्रसर व्यवसायीहरूको ठुलो आतङ्क छ। नदी दोहन भइराखेको छ, चाहे त्यो रातो नदी होस्, चाहे मराहा नदी होस्, चाहे यस क्षेत्रको जुनसुकै नदी होस्, दोहन भइराखेको छ। यसलाई कसरी हेर्नु भएको छ तपाईँले? त्यो स्थानीय सरकारले गराइराखेको हो। स्थानीय सरकारले नीति नियम बनाएर
भ्रष्टमा चुर्लुममा डुबेर गराइराखेको छ त्यसलाई हाम्रो कानुन र नीति आउन दिनुस् सबै सिस्टममा आउनु हामी कसरी विश्वास गरौँ यहाँ जस्तो थुप्रै नेताजीहरूलाई भोट दिएर यसअघि मान्य मन्त्री बनायो तर यहाँको जनताको हातमा त त्यही हात लागे सुन्न भयो नि। तपाईँ एउटा कुरा बुझिहाल्नुहोस् म नातावाद कृपावाद पुँजीवाद र समाजवाद मान्छे म होइन म समाजवाद मान्छे हो। त्यस कारणले समाजको विकास गर्नलाई प्रमोदले जुनसुकै पनि आहुति दिनलाई तयार छ। सुनिन्छ मतदाताहरू भन्छन् तपाईँको विपक्षीहरूबाट हामीले निर्वाचनताका सुन्यौँ प्रमोद महतो आफै पनि क्रसर व्यवसायी हुनुहुन्छ उहाँले कसरी यो चुरेलाई संरक्षण गर्नुहुन्छ? हेर्नुहोस् थियो म थिएँ त्योभन्दा पहिले तर म अहिले छुइनँ। तपाईँले जुन भन्नुभयो नि त्यो नेताहरूको झोलेहरूको रहेछ के छ त्यो समस्या हामी सरकारमा पुगेपछि गरेर देखाउँछौँ नि त जनतालाई। धन्यवाद।